वेलकम ब्याक टु माई च्यानल सबैजना सन्चै त्यो त हटाइदिने अहिले हामी चाहिँ यहाँ बिर्तामोड चौक बजार आइपुगेको छौँ गाडी जाउँ हामी अब म चाहिँ यहाँनिर आफ्नै टाउनमा छु हो केटाहरू आफ्नै टाउनमा गफ गर्दै यहाँ दाइ र यता साथी छ लगभग उता चाहिँ मेरो भाइहरू है दुवैजना कहाँ गयो खै हाम्रो केटाहरू चाहिँ कहाँ गयो जुत्ता साइकल लिएर अहिले चाहिँ हामी साथी भरे केही तलमाथि भयो भने चाहिँ व्यवस्था राम्रै हुन्छ बेलुका बेलुका भइसक्यो अहिले चाहिँ एकदम भिडम्बा होइन त्यस्तो नगरौँ भरे आएर यहाँ साथीको टोपी यहाँ भुइँमा झरेछ साथीहरू अहिले चाहिँ हामी यहाँनिर सिटी मार्केट सिटी सेन्टर जानु लागेको अनि ब्यागका लाएर सिटी सेन्टर पनि आइपुग्यो अनि मेरो साथी एकजना चाहिँ अघि गइसकेको थियो त्यो मान्छे कहाँ पुगेछ भने यहाँ चाहिँ बाटो बनिँदै रहेछ अनि यो पुरै मेन रोड बनिँदै रहेछ अनि यस्तो बेहाल छ पानी आउनु लाग्छ दाइहरूले यहाँनिर छिराउँदैछ केटाहरू अघि पुगिसकेछ तलनिर यहाँ भौतारीमा चाहिँ लाएर केटाहरू सारा आसेर केही मतलबै छैन गाडीहरूको चाहिँ हालत त्यस्तो छ यहाँ बाटो पुरै हेरेर बनिँदो रहेछ ट्याक्क सिटी सेन्टर आइपुग्यो आजको यस्तो भएर चाहिँ यार बाटोको हालत साथी अघि आइपुगिरहेको सिटी सेन्टर आइपुगिसक्यो आमा बत्ती गएर बिजोग भइरहेछ यार यहाँनिर ट्याक्क यता हो दाइ यहाँबाट केटाहरू त यहाँभित्र छ अब त्यहाँ सेल लागेको लगाइरहेको छु अब यहाँ साथीहरूले यहाँनिर जुत्ताहरू ट्याक्क लाएर सबै हेर्दैछ कति खिची हो त्यो देखाइरह त कस्तो पिलिक पिलिक हान्छ देखाइरह दामी फोटो खिच्दैछ यार यहाँले यस्तो गोबाल निस्किरहेको छ एउटा दामी निकालिदिउँ न ल टक्क हामी छिटिसकेको छौँ होइन अनि यहाँनिर हामी चाहिँ यहाँनिर सेल लागेको रहेछ कति रहेछ यसको चाहिँ ट्याक्क लाएर आमा जुत्ता त कुन हेर्नुभयो त नि त्यो ड्याम भन्नाले त्यो उयोवाला जुत्ता चाहिँ छ कि छैन हौ मैले खोजेको चाहिँ कुन भने नि त्यो होइन सेल लागेको रहेछ क्या अन्त एकैछिन ल दाइ साइकल लगेर जाँदै गर्नु ल तपाईँ त्यो उयोवाला चाहिँ छ कि छैन जुत्ता यो त स्कुल के तिमीले उयो स्टक कोट भनेको क्या होइन हौ जुत्ता कस्तो खालको भनेको नि मैले चाहिँ यस्तै बडा क्या ए त्यस्तो छैन यिनीहरू चाहिँ कति हो त 1000 मात्रै हो मेरो खुट्टामा आँट्छ त ठिकै हुन्छ कति प्राइस हजुर 1000 ठिकै हुन्छ तर बुलेटमा पाउँछ क्या हाम्रो त
अब स्प्लेन्डर नहुने मान्छेले यसले बुलेटको गफ दिइरहेको छ फेरि अनुहार नदेखेको यार दुईटा मोबाइल बाल्नु भइरहेको छ भिजोक रमाइलो झन् त हाम्रो ल किन मोबाइल चाहिँ स्क्रिनमा बाल्छ क्यामेराले खिच्छ कि स्क्रिनले खिच्छ फोटो लाइट बालेपछि टल्किन्छ भनेको तँलाई थाहै छैन यस्तो देखाइदिनु नि हामी उताबाट अर्को एकजनाले भिडियो बनायो बाहिर बाहिर चाहिँ अहिले पानी पर्न थालिसक्यो यार हेरेर हामी बत्ती सत्ती झ्यापझुप गरेर बसिराखेको छौँ यहाँनिर केटाहरूले यहाँनिर खोज्दैछ हो जुत्ताहरू छान्दैछ अनि यहाँनिर टक्क अहिले चाहिँ अब यहाँ क्रस बाल्नु पर्ने हुन्छ खोइ त होला अहिले चाहिँ अब हामी यहाँनिर सिटी सेन्टरमा बसिराखेको छौँ यता चाहिँ ट्याक्क लाएर पानी परेर यस्तो बेहाल भइरहेछ नि यस्तो भइरहेछ यस्तो पानीको साउन्ड आइरहेको छ है त साथीहरूको हेर्दैम न केटाहरूले जुत्ता छानेको अहिले ट्राई गर्दैछ यहाँ साथीले ल त साथी घडाघडुक मिल्यो भने त लु त केटाहरू ढिलो गर्छ भोलि भेट्दैनौँ न अनि भनेर हामी जस्तोको लागि चाहिँ अब ट्याक्क लाएर दामी रहेछ हेर्नु जुत्ताहरू सेल लागेको रहेछ जुत्ताको हेरेर ट्याक्क लेखेको रहेछ बृहत जुत्ता के लेखेको होइन ए जुत्ता मेला 2083 यो अस्ति लागेको मेला रहेछ 83 होइन कति हो 83 नै हो अनि जुत्ताहरू यत्रो जुत्ता यहाँनिर जुत्ताको भण्डार रहेछ उनीहरूलाई हेरेर स्पोर्ट्स सुजहरू पनि ट्याक्क लगाएर दामी छ अहिले चाहिँ बत्ती गएर यहाँ बेहाल भएर सेल लागेको छ भनेर RS 50-100 ट्याक्क लगाएर 1500को रहेछ यहाँदेखि हेर्न सक्नुहुन्छ बत्ती गए पनि हामी भिडियोमा टक्क म भिडियोमा ल्याइदिने प्रयास गरिरहेको छु केटाहरूले त्यहाँ छाड्दैछ अनि यता सट्ट लाएर जुत्ताहरू खान्छ मेला आमा यहाँ म जुत्ताको भण्डारमै हर्ने अवस्था भएको केटाहरूले पनि खानु सक्छ लाग्दैन म त ल मेरो जुत्ता त बोक्नु नबिर्छ है साथी आमा डेन्जर पानी परिरहेको छ यहाँ चाहिँ अहिले ट्याक्क लाएर पानी परिरहेको छ यहाँ ल च्याट लाएर अब हामी चाहिँ हेर्नु जुत्ता मेला 2083 रहेछ अस्ति लागेको रहेछ तर अहिले पनि सेल लागिरहेछ जहिले तहिले सेल लागिराख्ने रहेछ अनि अब यहाँनिर अघि त बत्तीहरू पुरै गइरहेको थियो अनि भ्लगहरू पनि राम्रो भएन र अहिले चाहिँ यहाँनिर देख्नु सक्नुहुन्छ है त जुत्ताहरू ट्याक्क लाएर दामी दामी जुत्ता हुने रहेछ यहाँ बिताबाट सिटी सेन्टर अनि टक्क यहाँनिर यिनीहरू ट्याक्क जुत्ताहरू राम्रो राम्रो छ अब राम्रै लाग्यो यहाँनिर साथीले दुई जोडी साथीले बोकिरहेको छ यहाँनिर त्यो चाहिँ मेरो एउटा अनि झोलामा पनि छ भनेर चाहिँ एउटा चाहिँ मेरो एक जोडी चाहिँ हो अनि एक जोडी साथीको अनि यता पनि छ जुत्ताहरू है दामी चाहिँ यिनीहरू 1500 वाला रहेछ यताको चाहिँ कति हो मलाई थाहा भएन है अनि यहाँ चाहिँ यो चाहिँ 1500 वाला रहेछ यिनीहरू दामी लाग्यो मलाई अनि यो ट्याक्क यो 1500 वाला चाहिँ मैले पनि एउटा लगेँ एक जोडी अनि यहाँ साथी बाहिर भ्लग बनाउँदैछ भिडियो बनाउँदैछ हाम्रो यहाँ बिटामको सिटी सेन्टरमा आउनुहोस् केवल 999 में एक जुत्ता देखेको छ क्या बात है सर क्या बात है सर क्या बात ये बात है तपाईं यो सबै भएको जुत्ताहरु छ साथीको कन्फिडेन्स एकदम राम्रो छ है देख्न सक्नुहुन्छ जुत्तै जुत्ता छ तपाईहरु यहाँ आउनुहोस् सस्तोमा राम्रो ल अहिले चाहिँ अब हामी फर्कन लागेको है त यहाँनिर अब पानी पनि रहिसक्यो ट्याक्क लाएर बत्ती पनि आइसक्यो यहाँनिर साथीहरू पछाडि अब दिदा माग्दैछ अनि दामी हेरेर बबाल सिन आउँदो रहेछ बेलुका भएर तर राम्रो पहिला दिमागमा सोच्नुपर्छ म के बोल्न चाहन्छु यहाँ 2 जोडी कति आइरहेको छ मेरो साइकल त एक्लै छ
म साइकलमा जानु यस्तो हिलो खाल्छ चिप्लियो भने सक्यो नि केटाहरू यहाँनिर यहाँ कुदिरहेको छ। हाम्रो आजको सपिङ गाडीको चाबी खोला त भनेर आयो भने हाम्रो पनि ले बेटा पुरै फोटो खिचिरहेको छ यार। सस्तो त कन्काई हस्पिटल पनि यता चेन्ज भएर ट्याक्कै चामो कोरिया भाषादेखि यतापट्टि आइरहेको रहेछ। सिटी सेन्टरको अगाडि पर्ने रहेछ है यो ट्याक्क लाएर। अनि यहाँ चाहिँ बाटोहरू पुरै हिँडेर नि अब बाटोको कामहरू भइरहेकोले गर्दा बाटो एकदम साँघुरो रहेछ। अनि यहाँनिर गाडीको चाबी खोलिसक्यो। अब यति हिलो छाप्छ नि ल हिँड्यो अब लाग्दैन पर्छ। अहिले चाहिँ टक्क लाएर हामी भ्लग बनाउँदै अब बाहिर हिँडिरहेको छौँ है। बाटो यस्तो छ पुरै हिलै हिलो। यता साथीले साइकल मेरो कति लिएर पनि साइकल कुदाइरहेको छ। अब यता दाइ मेरो भ्लगमा 2 शब्द बोल्दिनँ। अब म कति बोल्नु होइन बिचराले स्ट्रगल गरेको छ यस्तो पनि केही हुनु पर्यो होइन दया गरिदेऊ जोशी जस्तो भाइरल हुँदा यो किन नहुने दया हुनु पर्यो गरिदेऊ। यस्तो धेर पर्दैन गाडी साडी किन्न सक्यो भने भयो त्यो तँले धेर परेन गाडी किन्न र घर बनाउन चाहिँ हुनु पर्यो क्या होइन अब भ्लग भनेको यस्तो यस्तै भएर त मेरो बाइ द वे जुत्ता पसलबाट आएको अर्को पनि जुत्ता किन्न जानु पर्ला जस्तो छ यहाँनिर चाहिँ पुरै अब यस्तो जो मलाई र मुलुक हान्दिरहेको छ है मलाक र धुलुक मलाक र धुलुक पुरै फिल्म जाने गाडी आयो अनि पुरै यहाँनिर भुइँमा चाहिँ अब कुन बेला हिजोमा पसिन्छ थाहा छैन हो। बाटोको यस्तो हालत छ। चुपियान अब केटाहरू पौडी खेल्नु आँटेको छ त्यहाँनिर। बाटो त लाँदै अनि यहाँ कहाँबाट छिर्नु यता टेक्निक छ यस्तो बिजोग रमाइलो भयो नि। बाटोको हालत यस्तो छ है साथीहरू। अब यस्तो भित्ता कुना खोज्दै हिँडेको माथिबाट हिलो छाप्छ सला कुनरको मात्रै बाटो जस्तो गर्छ यस्तो भएर छ पुरै त्यो डिएसएलआरबाट फोटो खिच्ने जस्तो गरिरहेको छ। अब म रुममा पुग्दा त यस्तो हिले सुरु हुन्छ नि। अब झालाक र धुलो गाडाङ्ग्रा गाडीहरूको छ हालत चाहिँ फेरि। अनि मेरो भ्लग चाहिँ अब धेरै टाइम भयो नहालेको पनि पछाडिबाट गाडी आएर चाहिँ के आएर चाहिँ थाहा छैन। अब यस्तै भएर चाहिँ भ्लग हाल्ने मेरो फोनबाट भने साथीको फोनबाट बनाइरहेको छु। अनि अब भ्लग यस्तै भएर छ है। अझै जस्तो भयो भने हेर्दै गर्नु होला कन्टिन्यू गर्ने कोसिस गरिरहेको छु। भ्लग पक्कै पनि कन्टिन्यू राम्रै हुनेछ है। आजको भ्लग यस्तो नै हुनेछ है त। अहिले अब यहाँ मुक्तिको पनि आइपुग्नु अघि हामी अनि पानी पनि परिरहेको छ एकदम आकाश पनि गाडाङ्ग्रा बरौँ झलाक र झिलिक यहाँनिर पुरै तारै तारको ठाउँमा पनि आइपुगिरहेको छ। यहाँनिर अहिले जुन बेला हामीलाई एट्याक गर्नु पनि सक्छ। र आजको भ्लग यति नै यस्तो नै हुनेछ। अनि यो भ्लग म रुमसम्म नै बनाउँथेँ तर अब यो फोन चाहिँ मेरो साथीको भएकोले गर्दा अब साथी पनि यसको रुममा जाने अरे। अनि यो भ्लग पनि अब साथीकोबाट मेरो वाट्सएपमा आउँछ। वाट्सएपदेखि डाउनलोड गरेर मैले भिडियो एडिट गरेर हाल्नुपर्ने हुन्छ है त। र पनि क्वालिटी चाहिँ अब ठिकै आउँछ। अब यस्तै भयो हेर्दै गर्नु होला। अर्को भ्लग पक्कै पनि चाँडै आउनेछ बडी ग्यारेज भन्दै आजको भ्लग यही हुन्छ है त। धन्यवाद।